हेलो नमस्ते तसिदेले वेलकम छ छिरिङ टिबेट एन्ड फर्निचरमा हजुरहरू सम्पूर्णलाई। यो चाहिँ हाम्रो फोटो फ्रेम भयो। यो चाहिँ हजुरहरूले मजाले आफ्नो घरको भित्तामा मजाले सेट गर्न सक्नुहुन्छ। त्यसको साथसाथै यो चोक्चे भयो, ग्याजो चोक्चे। अनि यस्तो छ यो पलिसको चोक्चे, यो चाहिँ अर्कैको अर्डर हो। अनि यो भयो छेसम, एकदम वरिपरि राख्ने, एकदमै राम्रो डिजाइनमा छ। पाँचवटा कु मजाले अट्छ। यो चाहिँ हाम्रो सोरुम बौद्ध तिनचुली लोकेसन। यहाँ चाहिँ तपाईँहरूले आफ्नो चोइस अनुसारको छेसुमहरू पाउन सक्नुहुन्छ। आफ्नो अर्डर अनुसार जस्तो पनि हजुरको फुड चाहिँ हजुरको चोइस अनुसारमा पाउँछ। तपाईँले अब कुन मनपर्छ, अब तपाईँलाई कुन चाहिँ युज गर्न मन लाग्छ। हेभी काठ वुडन चाहिँ तपाईँको अर्डर अनुसारमा। यो चाहिँ पाइनवुड हो। यो चाहिँ प्रायः जस्तो बाहिर पठाउने हिसाबले हामीले अलिकति हल्का काठ युज गरेको छौँ। यो चाहिँ सेन्टर टेबल भयो 5x3 को। त्यसपछि चेम्बरहरू छ। अनि यो हाम्रो पेजा छेउ पर्ने। अनि यो भयो हाम्रो अर्को क्याबिनेट 3 डोरवाला। अनि यो भयो सेन्टर टेबल अनि बस्ने टुलहरू, टिस्यु बक्स। अनि यो स्मल कफी टेबलहरू यिनीहरू चाहिँ अहिले यहाँ मजाले खिच्न पाएन। यो चाहिँ सर्टकट भिडियो बनाउँदैछु फेसबुकमा हजुरहरूले यसो राख्नको लागि। यो चाहिँ 3 फिट चेसोम। यो 4 फिट चेसोममा अलिकति स्पेस नपुगेको हुनाले यहाँ अलिकति सामान चाहिँ एकदम बिजी छ राखेको तरिका। समर्पणमा तपाईँहरूले बुझिदिनुहुन्छ भन्ने आशा गरेको छु। यो भयो 6 फिट चेसोम ओपन ग्लासमा। यो चाहिँ 5 फिटको नन कार्भिङवाला। यो चाहिँ हाम्रो छिरिङ टिबेट एन्ड फर्निचरको लोगो हो। ओके, भिडियोलाई माया गरिदिनु होला, सेयर गरिदिनु। यो चाहिँ हाम्रो बाहिरको वेदर भयो, लोकेसन। रातो बोर्ड छ रोडमा।